आज यसो घुम्न गएको बेलामा यसो मासुलाई चाहिँ चट्ट सेकेर खाने मौसम थियो। अनि दुईजना चट्ट हामी गयौँ यसो भिडियो पनि बनाउने भनेर। आज यसो भिडियो पनि बनायो, मासु खान साथसाथै मजाले पोलिँदैछ। अब के गरौँ भयो मलाई होइन। अब के गर्नु, मासु त पोल्न थाल्यो, अब के चाहिँ गर्दै बस्ने त भने फेरि मासुलाई मजाले हेरेँ होइन। अब के चाहिँ गर्ने त, त्यसो भए कोक खनाउँछु। अब त्यसो भए कोक खाँदै गरौँ नि त, मासु पाकिन्जेल यसो कोक मुख मिठाउँ गऱ्यो नि त भनेर चाहिँ यसो कोक खनाउँदै दुईजना दाजु र मलाई यसो दाजुले लु नि त लु कोक खनाउँ, म यसो भिडियो गर्छु भन्नुभयो। अनि त्यो मजाले लु नि त लु मैले देख्ने गरी नै ल मजाले भनेर खिचेँ। अनि दाजुको पनि यसो मैले फोटो खिचेको। यसो ट्रेन गइरहेको थियो पछाडि, अनि ट्रेनको चाहिँ यसो निकालिदियो भने फेरि आगो नबलेर हो, आम्मामा अम्क्याछ बल्ल 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 अम्केर अनि ल कोक खाइदिउँ ए वाक्क भयो भनेर चाहिँ कोक चाहिँ छानेर खाइदिएको। अनि फेरि अलिक आगो बलेपछि अनि त्यसपछि मैले फर्काइ मजाले पकाइदिएको। त फर्कायो त आगो त झन् चट्ट बलेपछि त अनि कुन चाहिँ फर्काउँ हुँदै थियो। ल नि त लु भन्दै फर्काउँदै चट्ट आगो बल्दा त यति राम्रो भयो यति मिठो, हेर्दैखेरि खाउँ लाग्नु भयो। अब फेरि त्यो भयो। त्यति हेरेर दाइले माथि परको टाढाको सर्ट लिन्छु भन्दै ल नि त लिनु दाइ भनेर नि दाइले यसो म चाहिँ बसेर आगो बलेको मौकामा चट्ट फर्काउँदै बसिरह्यो। मासु पल्टाउँदै यता फर्काउँदै तर जोडी चाहिँ खुब मिलेछ। दुई भाइ जाँड नखाने, अनि दुई भाइले कोक लिएर गएर अनि दाइलाई पनि भिडियो खिच्न मजा आउँदो रहेछ। मलाई पनि यसो भिडियोमा देखा पर्न मजा आउँछ आजकल चाहिँ। त्यही भएर चाहिँ यसो दाजुभाइको टक्क मिले पारा अनि जाउँ त भनेर यसो दुईजनाले यसो 1 किलो मासु लिएर गएर पोलेर वाउ हेर त मासु, ओहो वाउ मासु। दाजुले फेरि झन् दामी भिडियो बनाइदिएको। पुरै म चाहिँ कतै नहेरिकन मासु कतिखेर पाक्छ भन्दै बसिरहेको थिएँ। अनि चट्ट अब 1-2 पिस निकालेँ अनि यसो त्यो ठिक्क पाकेको पनि थियो। अनि त्यसपछि 2-3 पिस मात्रै टक्क आगोमा मजाले लागेको पाकेको थियो। अनि त्यो निकाल्यो। अनि त्यसपछि ल नि त ल निकालेर मसला हाल भन्नुभयो। त्यो फेरि निकाल झरिरहेको क्या, त्यो पनि टिपेर कहाँ आगोलाई अघि चढाएको छ भनेर आगोबाट पनि निकालेको। अनि यतिलाई चाहिँ यसो 3टा चाहिँ मजाले भएको थियो, 3-4 पिस। अनि निकालेर चाहिँ मस्त मसला हालेर त्यो चटनी मसला भन्दा पनि चटनी हो कि एकदम आज खोक्ता बनाएको खुर्सानीलाई मजाले फ्राई गरेर, त्यो पनि सुक्खा फ्राई गरेको। अनि त्यसलाई अलिअलि उयसले पिसेर चटनी त ओहो सानी हो। अनि दाजुले ल चाख त्यसो भए तिमी खाऊ भन्नुभयो। पहिला चाट मसला हाल भन्नुभयो। पहिला चाट मसला मस्त हालेँ, यस्तो स्यार्र चाट मसला हालेर अनि चट्ट ल नि त ल भनेर
यता फेरि डढ्न आँटेको थियो, चाख्ने कि के गर्ने कि म डढ्न आँटेको थियो फेरि। यता फर्काएर चाहिँ अनि हतार हतार भएको थियो। अनि त्यही भएर यता चाहिँ फर्काइहाल्यो नि तपाईँले डढिहाल्यो भने फेरि भनेर चाहिँ अनि फर्काएर चाहिँ ए मासु पाक्यो लहे 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 भन्दै ट्याक्क पारेर मासु पाक्यो है मासु पाक्यो है भन्दै लहे मासु पाक्यो भन्दै अर्र मासु पाक्यो है पाक्यो है पाक्यो है पाक्यो है भनेर चाहिँ चट्ट अब चाहिँ त चाख्नु पऱ्यो भनेर चाहिँ सारा दाजु यता ल्याउनु है क्यामेरा भनेर चाहिँ चट्टै यस्तो स्पेसल गम्म खाएको त आहा यति मिठो भयो ओहो कति मिठो। कहिलेकाहीँ त कति आनन्द आउँछ भने ओहो हात चाटी चाटी खानुको मजै बेग्लै छ। वाह दामी दामी दाजुले बनाएको अचार फेरि ओहो दामी। अनि यसलाई फेरि मैले अचारमा यतिले पुगेन अहिलेको निकालेर चाहिँ अचारमा मस्त मोलेर चाहिँ अनि यसलाई अचारमा गोली मोली मजाले त्यो गोलेर चट्ट ल दाजु आउनु भनेर चाहिँ यतातिर ल आउनु अब बसौँ भनेर चाहिँ टक्क ल दाइले ल भनेर बनायो भनेर ल मजाले चाखेर सर मजाले हो त्यसपछि चिसोको गुडुक्क कोकाकोलाको सरक्क हो तातो यसमा बेग्लै मजा हो यति मजा आम्मा दाइले अब चाहिँ रमाइलो गरेर नाच्यो उफ्र भने मिठो अबै त्यसपछि त छुट्टै मजा कि चट्ट ओहो मिठो। अब ल खाइसक्यो ल नि त नाच्छ है अब घटाउनु पऱ्यो भुँडी के चाहिँ गर्नु त यत्रो खाएको छ मासु ल भनेर चाहिँ म चाहिँ नाच्नु थालेँ उफ्रिनु थालेँ। अब चाहिँ घटाउनु पऱ्यो मासु खाएछ त्यत्रो जोडको अब के गर्नु त घटाउनु त पऱ्यो भन्दै ल है भन्दै म चाहिँ घटाउनु थालेँ मुडलाई एक्सर्साइज गरेर उफ्रिनु। अब के गर्नु त यही त रहेछ रमाइलो ल भनेर ल्याइ बुढी घट्टा भनेर नाचेर ल अब त भयो दाइ भयो नि भयो यतिको भयो क्या दाइ भन्दा पनि नाच्छ न भाइ लु भन्दै झन् मैले चाहिँ नाच्दै लु भन्दै ल लु भनेर ल दाइ भयो भनेको भयो नि दाइ भनेको भयो के भनेको हुँदैन नाच्छ अरे लु नि त लु भन्दै मैले पनि हात चाट्दै भए पनि हात चाट्न चाहिँ छोडेको छैन फेरि नाच्याछ ल भन्दै ल नि त दाइले पनि यही खोजेको होला भन्दै नाच्दै ल्याक्कै टिन गर्दै मजाले नाच्यो सर उफ्रेर नाचेर यस्तो छ। अब चाहिँ भयो है दाजु ल भयो भन्दै छोडिदिएँ अब चाहिँ।